गुड मर्निङ साथीहरू, आउनुहोस् है। हजुरहरूलाई म बिरिङ पुलतर्फ लिएर जाँदैछु। 2 वर्ष अगाडि भाँचिएको पुलको अवस्था आज पनि जस्ताको तस्तै छ। हेर्नुहोस् त, भिर्तामोडबाट माई नगरपालिका हुँदै इलामको लारुममा साङ्रुममा इलाम नगरपालिकासम्म पुग्ने बाटो यही हो। दिनको 150-200 गाडीहरू आवाजात गरिन्छ। यहाँबाट निर्वाचित भएर जानुहुने नेकपा एमालेका देवराज घिमिरे सभामुख र रासोपाकी इन्दिरा राणा मगर एकपटक पनि आएर यो पुलको अवस्था हेर्नु भएन। तपाईँहरूलाई हाम्रो भोटले जिताएर जुका जस्तो ढाडिएर बस्न पठाएको हो काठमाडौँ। कुन मुख लिएर आउनुहुन्छ हामीहरू समक्ष फेरि भोट माग्न? आफ्नो सत्ता सरकारमा हुँदा पनि तपाईँ के हेरेर बस्नुपर्छ सभामुखज्यू? तपाईँ कुन मुख लिएर आउनुहुन्छ फेरि भोट माग्न? 84मा के ठाउँ राख्नु भएको छ तपाईँहरूले आउनलाई? प्लस केपी ओलीको गृह जिल्ला परेको हुनाले प्रधानमन्त्री केपी ओलीज्यूलाई पनि के भन्न चाहन्छु यही भिडियो मार्फत भने, प्रधानमन्त्रीज्यू एमालेको झोल्यौँ भनेर भ्रष्टाचारीको नाइके भएर बलात्कारी भ्रष्टाचारीको संरक्षण गरेर सिङ्गो राज्य र शक्ति हातमा लिएर रवि लामिछाने सिद्ध्याउँ, रवि लामिछाने मारौँ अभियानमा मात्रै लाग्ने हो कि आफ्नो गृह जिल्लाको बाटाघाटाहरू पनि एकचोटि आएर नजर लाउने? हेर्नुहोस् त हाम्रो अवस्था कस्तो छ। हेर्नुहोस् त, गाडी प्यासेन्जर बोकेको गाडी कसरी डुबुल्की मार्दैछ, स्कुटी कसरी गाडिँदै निकाल्दैछ। हेर्नुहोस् त, त्यहाँ हाम्रो गुजारा कसरी चलिरहेछ, हामीले यो आवतजावत कसो गरेर यात्रा गरिरहेछौँ, कति दुःखमा छौँ। हेर्नुहोस् त हाम्रो बाटोघाटो कस्तो छ। के मुख लिएर आउनुहुन्छ 84मा? कि हामी जनता मिलेर सबै तपाईँहरूको कठालो समातेर यही पानीमा चोबल्नु पर्ने हो? यो भाँचेको पुलबाट उँधो मुन्टो लाउनु पर्ने हो?